कल्पना गर्नुहोस् एउटा यस्तो ठाउँ जहाँ सूरज कहिले अस्ताउँदैन र रातको अँध्यारोको सट्टा सधैँ उज्यालो छ। वा फेरि सोच्नुहोस् एउटा ठाउँ जहाँ सूरज महिनौसम्म उदाउँदैन र रातको सन्नाटाले तपाईको मनमा कौतूहल र डर दुवै जगाउँछ। हो, आज हामी कुरा गर्नेछौँ विश्वका ती 5 देशहरूको बारेमा जहाँ रात हुँदैन वा सूरज कहिले उदाउँदैन। साथीहरू, यो कथा सुरु गर्नुअघि हामीले बुझ्नुपर्छ कि पोलार डे र पोलार नाइट के हो। पृथ्वीको अक्ष 23.5 डिग्रीले झुकेको छ, जसले गर्दा आर्कटिक र एन्टार्कटिक सर्कल नजिकका क्षेत्रहरूमा वर्षको केही समय सूरज कहिले अस्ताउँदैन। पोलार डेमा 24 घण्टा सूरज आकाशमा रहन्छ र रात हुँदैन। पोलार नाइटमा भने सूरज महिनौसम्म देखा पर्दैन र निरन्तर अँध्यारो हुन्छ। यी प्राकृतिक घटनाहरूले यी देशहरूमा बस्ने मानिसहरूको जीवनशैली, संस्कृति र प्रकृतिलाई अनौठो बनाउँछ। अब आउनुहोस् ती 5 देशहरूको कथामा डुबौं। साथीहरू, हाम्रो पहिलो देश हो स्विडेन, जसलाई मध्यरातको सूरजको देश भनिन्छ। स्विडेनको उत्तरी भाग जस्तै किरुना र अबिस्को आर्कटिक सर्कलभित्र पर्छ। यहाँ मेदेखि जुलाईसम्म सूरज कहिले अस्ताउँदैन। यो अवधिलाई मिडनाइट सन भनिन्छ किनभने मध्यरातमा पनि सूरज आकाशमा चम्किरहेको हुन्छ जस्तो साँझको उज्यालो। यो दृश्य यति सुन्दर छ कि तपाईलाई लाग्नेछ समय नै रोकिएको छ। तर यो सुन्दरताको पछाडि चुनौतीहरू पनि छन्। निरन्तर उज्यालोले मानिसहरूको निद्रा र स्वास्थ्यमा असर गर्छ। स्थानीय बासिन्दाहरूले यो समयमा सूरजको आनन्द लिन मिडनाइट सन फेस्टिभलहरू आयोजना गर्छन्। तर स्विडेनको उत्तरी भागमा जाडोमा भने पोलार नाइट हुन्छ, जहाँ नोभेम्बरदेखि जनवरीसम्म सूरज उदाउँदैन। यो समयमा नर्दर्न लाइट्स, अरोरा बोरियालिसको जादुई दृश्य देखिन्छ। एउटा भावनात्मक कुरा, यहाँका बासिन्दाहरूले यो उज्यालो र अँध्यारोको चक्रलाई जीवनको हिस्सा बनाएका छन्। यो देशले हामीलाई सिकाउँछ कि प्रकृतिको हरेक चमत्कारसँग अनुकूलन गर्न सकिन्छ। अब हामी पुग्छौं नर्वे, जुन आर्कटिक सर्कलको मुटुमा अवस्थित छ। नर्वेको उत्तरी क्षेत्रहरू जस्तै ट्रम्सो र स्वालबार्डमा मेदेखि जुलाईसम्म पोलार डे हुन्छ। यहाँ सूरज 24 घण्टा आकाशमा रहन्छ र तपाईँ मध्यरातमा पनि हाइकिङ, फोटोग्राफी वा समुद्रमा माछा मार्न सक्नुहुन्छ। यो अनुभव यति अनौठो छ कि तपाईलाई लाग्नेछ तपाईँ कुनै अर्कै ग्रहमा हुनुहुन्छ। तर पोलार डेको विपरीत नर्वेमा जाडोमा पोलार नाइट हुन्छ, जहाँ सूरज 2 महिनासम्म उदाउँदैन। यो समयमा नर्दर्न लाइट्सको चमकले आकाश रङ्गिन्छ। एउटा रोचक कुरा, नर्वेका बासिन्दाहरूले यो निरन्तर उज्यालो र अँध्यारोलाई आफ्नो संस्कृतिको हिस्सा बनाएका छन्। यहाँका मानिसहरू रात नहुँदा पनि रमाइलो गर्न माहिर छन्। यो देशले हामीलाई सिकाउँछ कि प्रकृतिको अनौठो नियमहरूसँग पनि जीवनलाई रमाइलो बनाउन सकिन्छ। अब हामी कुरा गर्छौं फिनल्यान्डको, जुन आर्कटिक सर्कल नजिकको अर्को सुन्दर देश हो। फिनल्यान्डको ल्याप्ल्यान्ड क्षेत्रमा जस्तै रोभानियमी जुनदेखि जुलाईसम्म सूरज कहिले अस्ताउँदैन। यो पोलार डेमा तपाईले मध्यरातमा सूरजको उज्यालोमा रेन्डियरसँग हिँड्न सक्नुहुन्छ वा प्रकृतिको सौन्दर्यमा रमाउन सक्नुहुन्छ। तर जाडोमा फिनल्यान्डमा पोलार नाइट हुन्छ, जहाँ सूरज 51 दिनसम्म उदाउँदैन। यो समयमा आकाशमा अरोरा बोरियालिसको जादुई नाच देखिन्छ। एउटा भावनात्मक कुरा, यहाँका बासिन्दाहरूले यो निरन्तर अँध्यारोलाई पनि उत्सवको रूपमा मनाउँछन् र पर्यटकहरू यो अनौठो अनुभवका लागि संसारभरबाट आउँछन्। यो देशले हामीलाई सिकाउँछ कि उज्यालो र अँध्यारो दुवैमा जीवनको सुन्दरता खोज्न सकिन्छ। अब हामी पुग्छौं आइसल्यान्ड, जुन आगो र हिउँको देश भनेर चिनिन्छ। आइसल्यान्डको उत्तरी भागमा जस्तै अकुरेरी मेदेखि जुलाईसम्म पोलार डे हुन्छ। यहाँ सूरज मध्यरातमा पनि आकाशमा रहन्छ र तपाईले ग्लेसियर, झरना र ज्वालामुखीहरूको बीचमा यो अनौठो उज्यालोको आनन्द लिन सक्नुहुन्छ। जाडोमा भने आइसल्यान्डमा पोलार नाइट हुन्छ, जहाँ सूरज लगभग 2 महिनासम्म देखा पर्दैन। यो समयमा नर्दर्न लाइट्सको चमकले पर्यटकहरूलाई मोहित पार्छ। एउटा रोचक कुरा, आइसल्यान्डका बासिन्दाहरूले यो उज्यालो र अँध्यारोको चक्रलाई आफ्नो जीवनशैलीमा समाहित गरेका छन्। यो देशले हामीलाई सिकाउँछ कि प्रकृतिको हरेक रूपमा सौन्दर्य र रोमाञ्च लुकेको हुन्छ। अन्तमा हामी पुग्छौं क्यानाडा, जुन आर्कटिक क्षेत्रको विशाल देश हो। क्यानाडाको नुनावुत र युकोन जस्ता उत्तरी क्षेत्रहरूमा जुनदेखि जुलाईसम्म पोलार डे हुन्छ। यहाँ सूरज 24 घण्टा आकाशमा रहन्छ र तपाईले मध्यरातमा पनि हिउँले ढाकिएका पहाडहरू र तालहरूको सुन्दरता देख्न सक्नुहुन्छ। जाडोमा भने क्यानाडामा पोलार नाइट हुन्छ, जहाँ सूरज 2 महिनासम्म उदाउँदैन। यो समयमा नर्दर्न लाइट्सको जादुई दृश्यले आकाश रङ्गिन्छ। साथीहरू, यी देशहरूमा रात नहुने वा सूरज नउदाउने अवस्थाले मानिसहरूको जीवनशैलीलाई गहिरो प्रभाव पार्छ। पोलार डेमा मानिसहरूले रातको समयमा पनि काम, मनोरञ्जन र बाहिरी गतिविधिहरू गर्छन्। तर निरन्तर उज्यालोले निद्रा र मानसिक स्वास्थ्यमा चुनौती ल्याउँछ। यस्तै पोलार नाइटमा मानिसहरूले निरन्तर अँध्यारोसँग जुझ्नुपर्छ, जसले डिप्रेसन र थकान निम्त्याउन सक्छ। तर यी देशहरूका बासिन्दाहरूले यो अनौठो प्राकृतिक चक्रलाई उत्सवको रूपमा स्वीकार गरेका छन्। यदि यो भिडियो तपाईलाई मन पर्यो भने कृपया लाइक गर्नुहोस्, हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् कि यी मध्ये कुन देशको कथाले तपाईको मन छोयो। यो भिडियो आफ्ना साथीहरू र परिवारसँग शेयर गर्न नबिर्सनुहोस्, ताकि यो रोमाञ्चक कथा अरू मानिसहरूसम्म पुगोस्। अर्को भिडियोमा भेटौँला, तबसम्म नमस्ते, बिदा र प्रकृतिको चमत्कारलाई मनबाट सलाम।